आज पानी थाप्ने पालो छ भने सम्झेर बाघ बजारबाट बाघ चालमा म छिटो छिटो डेरातिर लम्किन्छु। दिनको काखमा साँझ लुटपुटिरहेको हुन्छ। बाटोमा मृग नयनीहरू छ्यापछ्याप्ती भेटिन्छन्। खुट्टाले लम्किन बिर्से पनि आँखाले सम्झिरहन्छन् हेर्नलाई। हेर्छु रोडको वारिपारी दुवैतिर मृग नयनीहरूले खुलेआम स्टेसनरी पसल थापेका छन्। पेनभन्दा छोटा छोटा हाफ पेन्ट, ट्रेसिङ पेपरभन्दा नि पातलो टी सर्ट, 360 डिग्रीको नागबेली कम्मर, इरेजरले मेटेका झै सफा सेता तेग्रा। वास्तवमा केटीहरू समरमै खरो देखिन्छन्। लाग्ने बेला गर्मी चाहिँ मगमग बसाउने अत्तर कसेका कस्तुरीहरूलाई लाग्छ। अनि छुट्ने बेला पसिना चाहिँ हामी छाउराहरूको छुट्छ खलखली। यो तन पानी पानी हुन्छ। दाई पानी खाने हो? भक्तपुरको गाडी लाग्ने ठाउँनिर मिनरल वाटर हातमा लिएर मधेसी केटो उभिन्छ। पानी भन्न साथ आज पानी थाप्ने पालो भनेर सम्झन्छु। अनि 20 रुपियाँ जोगाएर आकाशे पुल हुँदै रत्नपार्कतिर उतिन्छु। धारामा हप्ताको 2 दिन मात्रै पानी आउँछ, शुक्रबार र आइतबार। अस्ति शुक्रबार साथीकोमा बार्साको गेम हेर्न गएको थिएँ। त्यसैले आज आइतबार जसरी भए पनि पानी थाप्न थियो। मनमा यस्ता कुराहरू उड्दै गर्दा माइक्रो गुडेर शङ्खमूलमा पुगी रोकिन्छ। म ओर्लेर पुल माथि माथि जोगिएर हिँड्छु। पुल साँघुरो छ, बाइकले हानि पो हाल्छ कि भनेर शङ्का लागिरहन्छ। तब एनआरएनए पार्कमा बन्दै गरेको ठुलो शङ्खमा नजर जान्छ। बल्ल शङ्खमूलले शङ्ख पायो, तर बागमतीले सुगन्धित हुने मती भने कहिल्यै पाएन। नाकमा वास्स ढलको दुर्गन्ध बग्छ। म श्वास बन्द गरेर पारी पुग्ने प्रयत्न गर्छु। डेरा अगाडिको किराना पसलकी आन्टीबाट मिठ अभिवादनसँगै म चाउचाउ किनेर घरको गेट खोल्छु। एक्कासी खुसीहरू पोखिन्छन्। म भावविह्वल हुन्छु। आँखाका आली भत्केर भुइँभरि खुसीका आँसु पोखिन्छन्। यो देखेर आमा रुने हुन् कि भनेर म हत्तपत्त आँसु सोरिहाल्छु। आमा, तपाईँ यहाँ कति बेला आइपुग्नु भएको हो र? खबरै नगरे? आँखाभन्दा ठुला ठुला प्रश्नवाचक चिन्हहरू झुन्डिरहन्छन्। 4 बजे आएको बाबु, आमा ट्वाल्ल मतिर हेरिरहनुहुन्छ। म भने घडीतिर हेर्छु, 6 बजिसकेको हुन्छ। फोन गर्नुपर्छ नि त आमा, यत्रो बेर कुर्नु त पर्थेन। पिँढीबाट आमाको जेब्रा झोला टिपेर म आमालाई कोठाभित्र लैजान्छु। छोरालाई सरप्राइज मनपर्छ भनेर नि फुट्न लागेका आमाको ओठबाट हाँसो फुट्छन्। यस्तो हाँसो जुन हाँसोमा तिमी कहाँ छौ भनेर पत्तो पाउँदैनौ। यो हो मेरी आमाको असली हाँसो। सानोमा 13-14 वर्षसम्म पनि म ओछ्यानमा पिसाब फेर्थेँ। यत्रो बुढो भएर नि ओछ्यानमा पिसाब फेर्नलाई कसले छोडिदेलान्? बाबाले खिसी गर्नुहुन्थ्यो। खुब ज्वाइँले पिसाब फेर्छन् कि फेर्दैनन् भनेर जाँच गर्दै हिँड्छन् नि सम्धीले। कि आफू जस्तो अरू पनि भेटनरीको डाक्टर हुन्छन् भन्ठानेका छौ कि के हो बुढा? आमाले मेरो सपोर्ट गर्नुहुन्थ्यो। निधाएको जस्तो गरेको म सिरकभित्र पसेर खितितेता हाँस्थेँ र यति सुनिसकेपछि त्यो रात ओछ्यानलाई अरू रातको भन्दा झन् निथ्रुकै पारिदिन्थे। पिसाब फेर्न छाड्छ कि भनेर आमाले बाँसको पानी, नरिवलको पानी, जडीबुटी सबै खुब खुवाउनुहुन्थ्यो। तर 5-6 दिनपछि फेरि आमालाई सरप्राइज दिइहाल्थे। आमालाई सानोमा सरप्राइजमाथि सरप्राइज दिएर वाक्क पारेको हुन्थे। सरप्राइज दिन मन पराउनेले आज लिँदै थिए आमाबाट। पानी थापेर कोठाभित्र छिर्छु। आमाले कोठाको कुना काप्चाको जालोहरू सबै निकाली कोठा चिटिक्क पारी बडाली भइसक्नु भएछ। ओछ्यानको मैलो तन्ना फेरेर आफूले ल्याएको नयाँ तन्ना हाली ओछ्यानलाई काँचुली फेराइसक्नु भएछ। ओछ्यान बल्ल ओछ्यान नभएर बिछ्याउन जस्तो देखिन्थ्यो। देख्छु किताबहरू पनि र्याकमा मिलेर बसेका हुन्छन्। भाँडाकुँडाहरूले पनि आफ्ना दाँत टल्काई मलाई गिज्याइरहेको पाउँछु। वास्तवमा महिला बिनाको कोठा साँच्चै नै महिलाको थुप्रो हुँदो रहेछ। 1 घन्टाभित्र आमाको प्रवेशसँगै कोठाको रूप नक्सा बदलिसकेको थियो र आजको भात पनि भात नभएर खाना हुने पक्का पक्की भइसकेको थियो। पहिले यो ज्यानले कोठामा एक्लै शून्यता चपाउँथे, तर आज 2 ज्यान मिलेर खाना चपाउने पनि निश्चित भइसकेको थियो। एकपटक त महिला सम्झेर विवाह गर्ने पनि सोच्न भ्याए। बाबु,
बिहे गर बरु, त निकै अल्छी भइछस्। वर्षौँदेखि नपुछिएको ग्यासको चुलो पुस्दै आमा बोल्नुहुन्छ। आमा होस्, अचेलका बुहारीलाई पाल्न निकै गाह्रो छ कि। म मुन्टो बटारेर चर्क मान्छु। किन छोरा, आफू जस्तै चाउचाउ खाने बुहारी अझै भेट्या छैनस् र? किचन र्याक मुतिर घुसारेको चाउचाउको मसला, खुर्सानीको प्याकेट एक एक गरी आमा गर्न थाल्नुहुन्छ। 35मा पुगेर गर्न रोकिनुहुन्छ। चाउचाउको मसला मलाई मन नपर्नाले मसलाको प्याकेटहरू र्याकमुनि खुसारिदिने मेरो बानी। हप्ताको कति छाक भात पकाउँछस् बाबु, नडाँटी भन् त? आमाले मुख बिगार्न थाल्नुहुन्छ। होइन, 1-2 छाक मात्रै खान्न आमा। ढाँट्नु मेरो निम्ति नौलो कुरा थिएन। आमालाई नि ढाँट्छौ बाबु? आमाका गला अवरुद्ध हुन्छन्। सुरुमा आमाका आँखामा आँसु टिलपिल टिलपिल भए। जब हातमा रहेको चाउचाउका मसला हेर्न थाल्नुहुन्छ, तब आँसु छलछल खस्छन्। आवाज निकालेर बच्चा बन्दै रुनुहुन्छ। म थामिन सक्दिनँ। आमासँगै बकानिन पुग्छु। हिँड बाबु, गाउँमै जाउँ। तँलाई दुःख दिन यहाँ एक्लो बनाएको होइन हामीले। एक गर्दै उहाँले मेरो टाउको सुमसुमाउनुहुन्छ। धेरै पछि कसैले मेरो टाउको छोएको थियो। म लटपटिँदै आमाको काखमा आफ्नो शिर राखी सुत्छु। आँसु उम्लिरहनाले आँखा सुत्न मान्दैनन्। डेरा छाडेर अब घर जाने सोच बनिसक्छन्। तेरे वास्ते मेरा सुफियाना। एक्कासी मोबाइलको रिङटोन बज्छ। क्षितिज, फिजिक्सको प्र्याक्टिकल छ आज, छिटो उठ, सूर्यले फोनबाट भन्छ। ए हस् भनेर म फोन राखिदिन्छु। खानै नखाई भुसुक्क निधाएछ भने म बत्ती बालेर आमालाई खोज्छु। ओछ्यान खाली हुन्छ। तन्ना तिनै पुराना मैला नै देख्छु। पानीको भाँडा खाली नै हुन्छन्। लेउ लागेको चुलोमा मरेका झिङ्गा अझै पनि टाँसिराखेका हुन्छन्। नितान्त कोठामा म आफूलाई सदाझै एक्लो पाउँछु। म चुलामा टाँसिएको झिङ्गा झैँ हुन्छु, जिउँदो तर लास सरह। मैले सपना देखेको रहेछु, आज आमाको मुख हेर्ने दिन। स्वर्गबाट बिदा मागेर मेरो निम्ति आउनु भएको हुनुपर्छ। म अड्कलबाजी लगाउँछु। सबैले आज आफ्नो आमालाई फोन गर्छन्। मलाई नि तपाईँसँग बोल्न मन छ आमा। हात कामी पनि म तपाईँको नम्बर थिच्छु। कतै तपाईँ बोलिहाल्नुहुन्छ कि भन्ने यो जिउँदो आश हुन्छ। थिचेको नम्बरले तपाईँको याद खिच्छन्। कसै गरे पनि तपाईँ फोनमा बोल्नुहुन्न अनि जिउँदो आश लास हुन्छन्। तब म तपाईँले मलाई सानोमा पिट्ने गरेको बनमाराको चिक्रा सम्झन्छु। अनि बन होइन, मन मारे म पिटिक्क पिटिक्क बाँचिन्छु। हजुरले उल्टै उतैबाट कल गर्नुहुन्छ कि भनी बिहान साँझ हजुरको फोन पनि कोर्छु। आउँछन् हजुरको यादहरू, तर आउँदैनन् कुनै आवाजहरू। तब तपाईँले सानामा मेरो लागि टमाटरको अचार पिँधेको सिलाउटो सम्झन्छु अनि त्यसैमा म कचकच किचिन्छु। पहिले मैले बिहान बेलुकै खाना खाँदा पनि तपाईँले खाइस् खाइनस् पनि सोध्नुहुन्थ्यो। अचेल बरु खानाले मलाई नखा भन्छन्, तर तपाईँ एक शब्द पनि बोल्नुहुन्न। किन आमा? आमा, तिमी साह्रै याद आउँछौ। निकै नै साह्रै कि आमा। सपनामा आएर घर हिँड जाम नभन्नुहोस् आमा मलाई यसरी। फेरि अनकन्टारमा मेरो मनको घरले बसाइ सर्न सक्छन्। ठिक छ, म घर जाउँला, तर घरमा रहेको तपाईँको तस्बिरको मालाले यो मुटु निमुट्नु अघि, तपाईँसँग बिताएका बाल्यकालका यादहरूले मलाई रेट्नु अघि आमा तपाईँ मलाई भेट्न आउनुपर्छ। सक्नुहुन्छ आमा?